हजुर सबैजनालाई स्वागत छ। सलोम जयमसी। भाषाको कमीले हामीले धेरै कुरा बुझ्न सक्दैनौँ। अब हाम्रो नेपाली भाषा भनौँ अथवा अङ्ग्रेजी नै भनौँ, भाषाको राम्रो जानकारी नभएको खण्डमा परमेश्वरको गहिरो गहिरो कुरा बुझ्न सकिन्न। जस्तै म तपाईँलाई एउटा उदाहरण दिन्छु। बाइबलले के भनेको छ भने, यो नेपालीमा चाहिँ अलि मिल्दैन। परमेश्वरलाई चिन भनेको छ, तर ग्रिक भाषामा चाहिँ परमेश्वरलाई चिन भनेको होइन, परमेश्वरलाई सम्बन्धद्वारा चिन। जस्तो भन्नुहोस्, अब कुनै पनि देशको राष्ट्रपतिलाई त्यो देशको सबै मान्छेले चिनेको हुन्छ, तर सम्बन्ध हुन्छ त? ल, नेपालको प्रधानमन्त्रीलाई मैले चिनेको छु, उहाँले मलाई चिन्नुहुन्छ? चिन्नुहुन्न। मलाई उहाँको उमेर कति हो थाहा छ, उहाँको पढाइ कति हो थाहा छ, उहाँको तलब कति हो थाहा छ, उहाँले पहिला के काम गर्नुहुन्थ्यो थाहा छ, उहाँ कहाँ जन्मिनु भयो थाहा छ, उहाँको बाल्यकाल थाहा छ, तर म उहाँलाई प्रेम गर्दिनँ। मलाई थाहा मात्रै छ। म उहाँलाई प्रेम पनि गर्दिनँ, उहाँको म वास्ता पनि गर्दिनँ, उहाँसित मेरो कुनै सम्बन्ध छैन, तर उहाँको बारेमा मलाई थाहा छ। यो बाइबलमा चाहिँ परमेश्वरसँगको सम्बन्धमा यस्तो भाषा प्रयोग हुँदैन। परमेश्वरलाई चिन, परमेश्वरलाई जान, तर सम्बन्धद्वारा। चाखेर हेर प्रभु कति भलो हुनुहुन्छ। उहाँमा भरोसा राख्नेहरू धन्यका हुन्। किनभने सम्बन्ध छैन भने त्यो व्यक्तिलाई हामी आदर गर्दैनौँ, त्यो व्यक्तिलाई हामी सम्मान गर्दैनौँ, त्यो व्यक्तिप्रति हामी समर्पित हुँदैनौँ, त्यो व्यक्तिसित हाम्रो कुनै सम्बन्ध हुँदैन। तर केही कुरा हामीले पढेर सुनेर जानेको हुन्छ। अब प्रभु येशूको बारेमा कति कुरा पढेर सुनेर जानेर मात्रै पुग्दैन। जस्तो येशू प्रभु संसारमा आउनुभयो, हाम्रो लागि मर्नुभयो, फेरि तेस्रो दिनमा बौरी उठ्नुभयो, येशू प्रभु इजरायलमा जन्मिनु भयो भनेको चाहिँ खालि हाम्रो दिमागले मात्रै जान्यो। अब त्यसले पुग्दैन। म बाइबलको एउटा खण्ड तपाईँलाई देखाउँछु। म 37 अध्यायमा जाउँ त, हामी त्यहाँ पनि छ सायद 23मा। सबैले पढिदिनुहोस् त त्यसलाई। मैले यो पद पहिला पनि बुझेकै हो, तर मैले पहिला बुझेको चाहिँ अधुरो थियो। अब अहिले मैले एकदम राम्रोसित बुझेँ। यसले भन्न खोजेको के हो भने, येशू प्रभुको काम गर्दैमा हामीले येशू प्रभुलाई चिनेको हुँदैन। कुनै एउटा कम्पनीमा मैले काम गरेँ भने म के को लागि काम गर्छु? जागिरको लागि महिनामा तलब आउँछ भनेर काम गर्छु। त्यो कम्पनीलाई मैले खासै चिन्नु पर्दैन, तलब राम्रो आउँछ कि आउँदैन त्यो चाहिँ मेरो ध्यान हुन्छ। तलब राम्रोसँग आउँछ भने म त्यहाँ काम गर्छु। अनि आज संसारमा कति धेरै मानिसहरूले प्रभुको सेवा गरिरहेका छन्, प्रभुलाई नचिनिकन, पास्टर भएका छन् नचिनिकन। अब यसै कारण यो खण्डमा प्रभुले के भन्नुभयो, मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन। ए अधर्म काम गर्ने हरू हो, मबाट दूर हो भनेको। प्रभु येशूले तपाईँ र मलाई चाहिँ नचिनिकन उहाँको सेवा गर्नु बोलाउनु भएको होइन। जागिरको लागि, कुनै एउटा फाइदाको लागि, कुनै सजिलोको लागि मात्रै बोलाएको होइन। सम्बन्ध गरेर नजिकबाट बुवा मालिकको रूपमा चिन्नको लागि उहाँले हामीलाई बोलाउनु भएको। नत्र हेर्नुहोस् त, उहाँको सेवा गरेको, उहाँको नाममा भूत धपाएको, उहाँको नाममा आश्चर्य कामहरू गरेको, उहाँको नाममा चङ्गाई गरेको मान्छेलाई पनि प्रभुले के भन्नुहुन्छ, म तिमीलाई चिन्दिनँ। अब भन्न न, अब देशको प्रधानमन्त्रीलाई मैले जति नै चिनेको छु भनेर उफ्रे पनि
मैले नजिकबाट चिनेको छैन नि। अब यस्तो किसिमको काम गरेको व्यक्तिले उसले के सोच्छ, मैले प्रभुको सेवा गरेको छु, मैले प्रभुको काम गरेको छु, मैले आश्चर्य कर्म गरेको छु भनेर उसले सोच्छ, तर सम्बन्ध छैन। यो यसो मैले नेपालको शब्दकोश हेरेको होइन, जस्तो एजेन्टको काम गर्यो, कुनै प्रतिनिधि भएर काम गर्यो, व्यापारमा कुनै एउटा अब ब्रोकर भएर काम गर्यो, अथवा कुनै एउटा प्रतिनिधि भएर काम गर्यो, त्यो व्यक्तिले खासै उसलाई चिनेको हुँदैन। अब यसै कारण यस्तो अचम्मको काम गर्ने व्यक्तिहरूलाई पनि प्रभुले के भन्नुहुन्छ, मबाट दूर हौ, मैले तिमीलाई चिनेको छैन, किनभने तिमीले मसँग सम्बन्धै गरेको छैन। अब जस्तो भन्नु न, स्यामसङ कम्पनीले बनाएको टेलिभिजन एकदम राम्रो हुन्छ भनेर हामीले बेच्यो भने पनि त हामी फेल खाँदैन नि त, टेलिभिजन त राम्रो हुन्छ नि। यो कम्पनीको सामान राम्रो छ भन्यो भने बजारमा हामी झुटो हुँदैनौँ, यो कम्पनीको राम्रो गुडविल छ बजारमा। तर त्यो सामान बेच्दैमा मैले त्यो कम्पनीको मान्छेलाई प्रेम गरेको हुँदैन, मैले पैसाको लागि मात्रै काम गरेको। यसकारण प्रभुले अब प्रश्न भन्नुहुनेछ, ए अधर्म काम गर्नेहरू मबाट दूर हौ। बाइबलमा 2 ठाउँमा यस्तो शब्द चाहिँ प्रयोग गरिएको छ। मत्ती 7 मा एउटा अनि मत्ती 25 मा पनि एउटा छ। 2 ठाउँमै प्रभुले के भन्नुभएको छ भने, म चिन्दिनँ। जस्तो भन्नुहोस्, तपाईँ हामी जाडोमा गर्मीमा हामी 12 महिना चर्च आउँछौँ होइन, हामीले बप्तिस्मा लियौँ, चर्च आउँछौँ, र पनि प्रभुले हामीलाई म चिन्दिनँ भन्न बेर लाग्दैन, यदि हाम्रो उहाँसित सम्बन्ध ठिक छैन भने। अब यो मत्ती 7 लाई अलिकति हामी अझ खोतलेर हेरौँ, अलिक गहिरोमा। मत्ती 7 पल्टाउनुहोस्, पक्का भेटाउनु भयो सबैजनाले। मत्तीको पुस्तक 7 अध्याय लाउनुहोस् है। मत्ती 7 मा हामी जाउँ। यहाँ कुरा के छ भने, 7 को 15 बाट पढ्यो भने धेरै कुरा बुझिन्छ। झुटा अगमवक्ताहरूदेखि होसियार बस, जो तिमीहरूका भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ डरलाग्दा बुवासाहरू जस्ता हुन्छन्। तिनीहरूको फलबाट तिनीहरूलाई चिन्नेछौ के काँडाको बोटबाट अङ्गुर, सिउरीबाट अन्जिर टिपिन्छ र? त्यसै गरी हरेक असल रुखले असल फल फलाउँछ, तर खराब रुखले खराब फल फलाउँछ। असल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल फलाउन सक्छ। असल फल नफलाउने हरेक रुख काटी ढालिन्छ र आगोमा फालिन्छ। त्यसरी ती अगमवक्ताहरूलाई तिमीहरूका फलबाट चिन्नेछौ। रुख कति झ्याममा परेको छबाट होइन, त्यसले के फलाउँछ त्यहाँबाट तिमीहरू चिन्छौ। मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्, स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्ने छ। त्यो दिन धेरैले मलाई भन्नेछन्, प्रभु प्रभु के हामीले तपाईँको नाउँमा अगमबाडी बोलेनौँ, तपाईँको नाउँमा भूतहरू धपाएनौँ, तपाईँको नाउँमा अनेक शक्तिशाली काम गरेनौँ र? अनि म तिमीहरूलाई सफासँग भन्ने छु, मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन। हे अधर्म काम गर्ने हो, मबाट दूर हौ। यहाँ हेर्नुहोस् त, यहाँ हामी के देख्छौँ भन्दा, बिउ नै कमसल पर्यो भने बोट स्वत कमसल हुन्छ। एकछिनलाई त्यो रुख हेर्दा राम्रो देखिए पनि त्यसले फलाउने फल चाहिँ के हुन्छ, हानिकारकै हुन्छ। कुनै पनि रुखको फल हानिकारक हुनुमा सबभन्दा ठुलो विशेषता केमा रहन्छ? बिउमा। त्यसको बिउ खराब पर्यो भने तपाईँले जहाँ रोपे पनि, त्यसलाई जति नै मलजल गरे पनि आखिर अन्तिममा गएर त्यसले के गर्छ? काँडा नै फलाउँछ। बसो हेर्दा भेडा जस्तै देखे पनि, राम्रो चट्ट परेको होइन, उन पनि भएको देखे पनि, अब त्यो चाहिँ बस नै हो।
त्यो भेडा हुन सक्दैन। मैले एउटा किताबमा पढेको एकदम मनपर्छ मलाई त्यो। तपाईँले ब्वाँसो चिन्नलाई केही गर्नु पर्दैन अरे। ब्वाँसोलाई च्याप्प समाउने अनि मुख खोलेर दाँत हेर्ने, ब्वाँसो चिनिन्छ। मान्छे चिन्नलाई पनि अब के गर्नु पर्यो? च्याप्प समाउनु पर्यो, उसको कुरा सुन्नु पर्यो। ब्वाँसो हो कि भेडा हामी तुरुन्तै थाहा पाउन सक्छौँ। ल अब आउनुहोस् मत्ती 25 जाउँ। हामी 25 अर्को ठाउँमा येशू प्रभुले म तिमीलाई चिन्दिनँ भन्नुभयो। यो दुईटालाई एक ठाउँमा राखेर हामी पछि हेर्नेछौँ। 25:11बाट म पढ्छु। यहाँ 10 हामी पछि हेर्नेछौँ। 25:11बाट म पढ्छु। यहाँ 10 कन्याको दृष्टान्त हो। 10 कन्याको दृष्टान्त हामीलाई थाहा छ। 5वटा कन्याहरूले तेल लगे, 5वटाले लगेनन्। तर भाँडा 10 जनासँग थियो। तब 12मा के भन्नुहुन्छ त्यहाँ हेर्नुहोस् त। तर उनले जवाफ दिएर भने, दुलाले, साँच्चै म तिमीलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ। कस्तो दुःख लाग्दो कुरा। दुलालाई भेट्नलाई तिनीहरू बत्ती लिएर निस्के। 5 जना निर्बुद्धि, 5 जना बुद्धिमती, 2। अब 3बाट म हेर्छु। जब निर्बुद्धिहरूले आफ्नो बत्ती लगे तब तिनीहरूले साथमा तेल चाहिँ लगेनन्। तर निर्बुद्धिमतीहरूले चाहिँ आफ्नो बत्ती सँगसँगै पात्रमा तेल पनि लगे। दुलाले बिहालो गर्दा ती सबै निन्द्राले लट्ठ भएर निदाए। तर मध्यरातमा हेर दुला उनलाई भेट्न आए। आओ भन्ने आवाज आयो। तब ती सबै कन्याहरू बिउजे आफ्नो बत्ती ठिकठाक पारे। निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, तिमीहरूको तेलबाट हामीलाई अलिकता देऊ, किनभने हाम्रा बत्ती त निम्न लागे। तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, हामी तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन। बरु पसलले कहाँ जाओ र आफ्नो लागि किन। तिनीहरू किन्न जाँदा दुला आइपुगे र तयार उनीहरू उनीसँग विवाहको भोजभित्र पसे र ढोका बन्द भयो। पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, प्रभु प्रभु हाम्रो लागि खोलिदिनुहोस्। तर उनले जवाब दिएर भने, साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ। यसकारण जागा रह, किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन। यो 10 कन्याको दृष्टान्तमा हामी के देख्छौँ भने, दुवैले दुलालाई भेट्नको लागि प्रतीक्षा गरेको छ। आधीले तेल लगेको छ, आधीले तेल लगेको छैन। तर उनीहरू भेट्न चाहिँ गएको हो 10 जना। निर्बुद्धिमतीहरूले उनीहरूले तेल लगेनन्। यसकारण अचानक दुला आउँदा अब उनीहरूले बत्ती बाल्न पाएनन्। उनीहरूको बत्ती बलेन अनि उनीहरूले तेल माग्न लागे। अब यहाँ एउटा महत्त्वपूर्ण कुरा हामी के बुझ्छौँ भने, परमेश्वरसँग तपाईँ र मेरो व्यक्तिगत सम्बन्ध हुनुपर्छ। यो तेल चाहिँ अर्कोसित माग्ने कुरा होइन। अर्कोको विश्वासले तपाईँ र मलाई सधैँ बचाउन सक्दैन। त्यो तेल हामीसँग हुनुपर्छ। त्यो तेल बजारमा किन्न जाने पनि होइन, त्यो बजारमा पाइँदैन। त्यो चाहिँ परमेश्वरसँग हाम्रो व्यक्तिगत सम्बन्ध हुनुपर्छ र हामी सधैँ तयार हुनुपर्छ। तेलै नभएको बत्ती बोकेर हिँडेर के फाइदा भयो? बत्ती त छ नि उनीहरूसँग, नभएको कुरा के हो? तेल छैन। भित्रबाट उनीहरूको परमेश्वरसँग सम्बन्ध छैन कि। उनीहरूले परमेश्वरलाई चिनेको भए त तेल लैजान्थे नि। उनीहरूले परमेश्वरसँग सङ्गति गर्दा अब रमाइलो हुन्छ भन्ने हिसाबले चाहिँ बत्ती बोके, तर तेल छैन। अब अघि पनि हामी मत्ती 7 हेऱ्यौँ, उनीहरूले आश्चर्य कर्म गरे, चङ्गाई गरे, भूतहरू धपाए, तर सम्बन्ध छैन। अब यसकारण यो ग्रिक भाषामा के भनेको रहेछ भने, जहाँ जहाँ परमेश्वरलाई चिन भन्ने छ नि बाइबलमा, त्यो ठाउँमा ग्रिक भाषामा के भनेको रहेछ भने, परमेश्वरलाई सम्बन्धद्वारा चिन, दिमागले मात्रै होइन। तिमीहरूको परमेश्वरसँग सम्बन्ध हुनुपर्छ
सम्बन्धबाट चिन। जस्तो कुनै व्यक्तिलाई हामीले सम्बन्धबाट चिनेका छौँ भने त्यो व्यक्तिलाई हामी पुरै भरोसा गर्न सक्छौँ। हामीले चिनेको सबै व्यक्तिलाई हामी भरोसा गर्न सक्दैनौँ। होइन, मैले पढाएको सबै विद्यार्थीलाई म भरोसा गर्न सक्दिनँ, किन मैले चिनेको छैन। हो क्लासमा मैले देखेँ हो, होइन, अनुहार हेरेँ मलाई थाहा छ, तर मैले व्यक्तिगत चिनेको छैन, सम्बन्ध छैन। भनेपछि एउटा चिन्ने चाहिँ दिमागले मात्रै चिन्ने रहेछ, अर्को चिन्ने रहेछ हृदयबाट, सम्बन्धबाट। अनि परमेश्वरले के चाहनुहुन्छ भने उहाँका छोराछोरीले उहाँलाई सम्बन्धबाट चिनुन्, उहाँलाई चाखुन्, उहाँलाई चाखेर उहाँका गुणहरू थाहा पाउन्, उहाँमाथि भरोसा गरून्। अब त्यसरी चिनेको छ भने प्रभुले म चिन्दिनँ भन्नुहुन्न। प्रभुले के भन्नुहुन्छ? स्याबास, यता आओ, माथि आओ, भव्य स्वागत गर्नुहुन्छ। देशको प्रधानमन्त्रीलाई, देशको राष्ट्रपतिलाई हामीले जसरी चिनेका छौँ, परमेश्वरलाई त्यसरी चिनेर पुग्दैन। रिलिजियस धार्मिक क्रिस्चियन भनेको क्रिस्चियनहरूले यो गर्छन्, बत्तिसमा लिन्छन्, प्रभु भोज खान्छन्, हामीले पनि खान्छौँ भनेर जो मान्छेले अभ्यास गर्छ नि, अब त्यसले परमेश्वर चिनेको मानिँदैन। उहाँसित सम्बन्ध नभएको जति पनि क्रिस्चियन छन् नि संसारभरि, उनीहरू दिमागले मात्रै परमेश्वरलाई चिनेको। के थाहा, अब हामी पनि यसै भन्न सक्दैनौँ। मत्ती 7, मत्ती 25 को पद प्रयोग हुन सक्छ। प्रभुले भन्न सक्नुहुन्छ म तिमीलाई चिन्दिनँ। ल आउनुहोस्, आज हामी दिमागले होइन सम्बन्धले, प्रभु मेरो लागि यो संसारमा आउनुभयो, मलाई जीवन दिनलाई उहाँ क्रुसमा मर्नुभयो, उहाँ मेरो मुक्तिदाता, उहाँ मेरो पिता हो। अनि त्यो घनिष्ठ सम्बन्ध प्रभुसित हामी राखौँ। अनि प्रभुले तपाईँ र मलाई सधैँ साथ दिनुहुन्छ। सम्बन्ध छैन भने अब होइन, म यति वर्ष पुरानो क्रिस्चियन, मैले यो काम गरेँ भन्ने जस्तो हामीलाई लाग्छ, तर प्रभुले के भन्नुहुन्छ? म तिमीलाई चिन्दिनँ। यो क्रिस्चियन जीवनमा पुरानो नयाँ भन्ने कुरै छैन, मैले यति काम गरेँ भन्ने पनि कुरो छैन। सम्बन्ध के छ हाम्रो? हामी प्रभुलाई कति माया गर्छौँ, प्रभुसित हामी कति समय बिताउँछौँ, प्रभुको आवाज हामी कति सुन्छौँ, त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो। है, अहिले मान्छे मैले यो काम गरेँ, त्यो काम गरेँ, मैले अब यसो गरेँ, मैले चर्चमा यो योगदान पुऱ्याएँ, होइन। अब हामी त्यति अभ्यास गर्दैनौँ। अरू कति चर्चमा विश्वासीहरूले टेबल ल्याउने, माइक ल्याइदिने, अब स्क्रिन ल्याइदिने, सामान ल्याउने पनि गर्छ, ल्याएर चर्चलाई गिफ्ट दिने। त्यो गिफ्ट दिँदा लाग्न सक्छ मैले प्रभुलाई दिएँ, तर हामीले प्रभुलाई चिनेकै छैन भने त्यो दिएर पनि ग्रहण होला त? हुँदैन। किनभने चिनेको छैन भने प्रेम हुँदैन, आदर हुँदैन। प्रभु तपाईँ र मबाट प्रेम चाहनुहुन्छ। उहाँ हाम्रो मुक्तिदाता हो, उहाँले हाम्रो प्रेम चाहनुहुन्छ, हाम्रो हृदय चाहनुहुन्छ। आमेन।